आज 2082 सालको वैशाख 19 गते हामी पोखराबाट सोल्टिरामा 9 बजे हिँडेको 2.5 घण्टामा ताङतिङ आइपुग्यो। पोखरादेखि 26 किलोमिटर छ भन्छ। हजुर सिग्लेसमा गुम्बा छ अरे भनेको सुनेको थिएँ। तलकै गुम्बा होला। बनबारी सब्जी खानुहुन्छ यो ताङतिङको लसुन हो कि प्याज हो मलिलो माटो भएर एकदमै सब्रेको रहेछ। ताङतिङ पानी पर्न लागेको छ, अलिअलि पर्दै नि छ। अब 4-5 घन्टाको बाटो। जाडो रहेछ ताङतिङमा, चिसो हावा चलेछ। ताङतिङको गाउँ खै मान्छे सान्छे कोही ताङतिङ गाउँको भलिबल ग्राउन्ड रहेछ। यो आखिरी पोइन्ट रहेछ ताङतिङको। ताङतिङ गाउँ निकै रमाइलो रमणीय ठाउँ रहेछ। हामी ताङतिङमा भात खाएर सिक्लेसतिर जाऊँ भनेको पानी परेर रेनकोट लगाएर हामी अहिले तल देखिएको ताङतिङ गाउँको स्कुल रहेछ। रमाइ फलेको रहेछ र औषधि खाऊँ भने पनि यहाँ पानी परिरहेको छ। के खाने देखिएको मादी फलहरू सहित
खतरा ओर्लो बाटो रहेछ। कहाँ यो सोल्टी हामी अहिले अब खोचमा आइयो। अब उकालो तानतिङ र के अरे सिक्लेसको खोचमा अब उकालो ठडिने मेरो सोल्टी। त्यो मादी खोला पुल सायद मादी खोला होला यो। केही माथि जाम रहेछ, सायद हाइड्रो पावरको लागि होला। अब सोल्टीले एनर्जी अब खाना खाल्नुभयो। ए जुगले खान्छ। अब सोल्टीले अलग एनर्जी खाएर एनर्जी निकाल्ने भयो। मैले नि हामीले एउटा खाइसकेँ, अब खानु पर्ला। बाटो बर्खामा हुन्छ बाटो देउला छ ढुङ्गामा, ठाट्टै उकालो छ। अब 4 घन्टामा हामी सिक्लेस पुगिन्छ होला। बल्ल तानतिङको पाखाले छोड्यो, सिक्लेसको पाखातिर लाग्यो। अब जुगले पनि खान्छ। 12 बजेर धेरै बनियो। 12 मात्रै होइन, धेरै बनियो उकालोमा। बुढीलाई जुगो खाएर देखाउनु पर्छ उपति ल। हेर बुढी जुगले खाएछ। पानी खानुपर्छ जस्तो कि यहाँको त फिल्टर भएको हुन्छ माथितिर पाइयो पनि। हजुर पुगेन नि सोल्टी 7 बजे भने पनि। तानतिङमा भात खाएर 12:30 बजे सिक्लेसतिर हिँडेको। 2.5 घन्टामा पारिपट्टि सिक्लेसको पाखातिर आइयो। अब 3 घन्टा लाग्छ कि 4 घन्टा जति लाग्छ सिक्लेस पुग्नलाई। सिक्लेस
सिग्लेसको तल छरमा धान खेत रहेछ, फाँट जस्तो रहेछ, हाउल जस्तो। त्यहाँ आइपुग्यौँ हामी। हैस ताङतिङतिर हुँदा पानी परेको थियो, मलाई घाम लाग्यो, घाम लागेको छ। बिहान 10 बजेसम्म त कुहिरोले के देखिएको थिएन। बल्ल अहिले मौसम खुलेको छ। सिग्लेस भन्दा तल खोलामाथि खेतको फाँट रहेछ, मल बोकेर जोत्ने तर्खरमा रहेछ। गाउँघरको स्वच्छ पानी पिउने, धेरै धेरै जिउने। गाउँघरको स्वस्थ सिस्नो खाने अनि के अरे पोखरातिर जाने। अस्ति भने खतरा उकालो हिँड्यो है सोल्टी। आज अस्ति घोडे पानी पर्दा खतरा उकालो रहेछ। अन्त पानी परेर के त्यति गाह्रो पनि भएन आज त। हो कि दुइटै रेडबुल खाएर हो सोल्टी, घिउ खायो होटेलमा भातसँग, अन्डा दुइटा रेडबुल खाएर होला सोल्टी आज त। अस्ति जस्तो गाह्रो भएन त। अस्ति भने खतरा गलन्छ सोल्टी त। यो सिग्लेसबाट देखिने हिमालको नाम के हो थाहा भएन। हुनुहोस् हामी आज ताङतिङबाट खोलामा झरियो। खोलामा झर्दा ताङतिङबाट 1.5 घन्टा लाग्यो। खोलाबाट माथि 3 घन्टाको बाटो रहेछ। भन्नुपर्दा दरुङ खोलाबाट रापकोट तिनै उकालो रहेछ। चित्री खोलादेखि लामे भन्दा नि अझै उकालो बाटो। हिँड्दा पनि खासै थकाइको थकाइ लागेको जस्तो महसुस भएन। जति हिँड्यो उति नै जोस आउने भयो पनि आज। किन 2टा रेडबुल, घिउ ताङतिङमा
अनि अन्डा खाएर क्या निकै आज जोस आएको छ। अझै 2 घन्टा हिँडौँ कि हिँड्ने कि जस्तो जोस छ। 12:30 बज्यो पाहाडीदेखि ताङतिङबाट हिँडेको खाना खाएर। ताङतिङबाट 5 घन्टामा सिक्लिस आइपुग्यो। हाम्रो आजको बास यतै हुन्छ होला। दृश्य हो हाम्रो यहाँ ठाउँ रहेछ। हजुर कहाँ छौँ सोल्टी? हामी अहिले सिक्लेस पार्कमा। सिक्लेस पार्क आइयो। हामी पार्क घुमेर तल होटेलतिर जान्छौँ आज। हिमाल पनि नजिकै छ। अहिले साँझको 6:30 बज्यो। हामी सिक्लेस माथिको डाँडामा आइपुग्यो। रमणीय दृश्यहरू कैद गर्न पाइयो। माथि सिरानमा गुम्बा रहेछ। हामी होमस्टेमा बसेर अब हामी पोखरातिर हिँड्ने तर्खरमा छौँ। यो टावरमा चढेर त्यो पछि हाम्रो गुम्बा हो नि त। जिपहरू थुप्रै पाउँदो रहेछ। अनि 5वटा बसमध्ये 4 बस रिजर्भमा आएको रहेछ। पोखराबाट तनहुँबाट एउटा चाहिँ पोखरा जाने बस रहेछ।